अहिले धेरै नै चर्चामा रहेको विषय बालन शाह पब्लिक डिबेटमा नगएको, जो केपी शर्माज्यूद्वारा प्रस्ताव गरिएको थियो। तर अधिकांश नेपाली जनताहरूको चाहना बालन शाह केपी शर्मा ओलीजीसँग पब्लिक डिबेटमा जानुपर्ने भन्ने थियो। तर उहाँ जानु भएन। ठिक छ, त्यो उहाँको व्यक्तिगत इच्छा होला, जे होला, हैन। तर अहिले जो जनता सामु उहाँ भोट माग्नको लागि, आफूलाई जिताउन, आफ्नो पार्टीलाई, अन्य व्यक्तिहरूलाई जिताउनको लागि जो उहाँसँग हुनुहुन्छ, उहाँको नजिक हुनुहुन्छ, त्यसको लागि परिराख्नु भएको छ। त्यही जनतासँग गएर भोट मागिराख्नु भएको छ, जसको इच्छा चाहना उहाँले पब्लिक डिबेट गरेको हेर्ने, सुन्ने मन छ। अनि त्यही जनताले उहाँहरूलाई जिताउनुहुन्छ त? जो जनताले चाहे अनुरूप उहाँले गरिराख्नु भएको छैन। आफ्नो विचार अवश्य राख्नु होला। धन्यवाद।